यस्तो प्रविधि, यस्तो एआई को जमाना, यस्तो शक्तिशाली अवस्थामा पनि परमेश्वर मानिससँग सपनाद्वारा बोल्नुहुन्छ होला? मेरो प्रिय मित्र, उत्तर हो ठिक पक्कै परमेश्वर सपनाद्वारा बोल्नुहुन्छ। किन त भन्दा नि परमेश्वरको अस्तित्व र उहाँको संवाद गर्ने तरिका कुनै खास युग र समयको परिधिले बाँधिएको हुँदैन। किन त भन्दा हिजो परमेश्वर सपनाद्वारा बोल्नुहुन्थ्यो, आज पनि परमेश्वर सपनाद्वारा बोल्न सक्नुहुन्छ। किनभने बाइबलले के लेख्छ त भन्दा है, मानिसहरू परिवर्तन गर्छन्, मानिसले आफ्नो इच्छा र स्वभावलाई परिवर्तन गर्छन्, तर स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरले चाहिँ कहिले पनि आफूलाई परिवर्तन गर्नुहुन्न भनेर लेखेको छ। जसले भन्छ उहाँ हिजो आज अनि सदा सर्वदा एक समान हुनुहुन्छ। जसरी युसुफसँग बोल्ने परमेश्वर हामीसँग नि बोल्नुहुन्छ, सोलोमनसँग बोल्ने परमेश्वर हामीसँग पनि बोल्नुहुन्छ, दाउदसँग बोल्ने परमेश्वर हामीसँग पनि बोल्नुहुन्छ, दानियलसँग बोल्ने परमेश्वर हामीसँग नि बोल्न सक्नुहुन्छ। त्यसकारण मेरो प्रिय मित्र, उहाँलाई चाहिँ हिजो आजका कुराले, यो अहिलेको विज्ञान र टेक्नोलोजीको कुराले के पनि फरक पार्दैन। किन त भन्दा नि परमेश्वर हामीसँग नितान्त व्यक्तिगत सम्बन्धमा जोडिन चाहनुहुन्छ।